हेलो सबैजनालाई यो भिडियो चाहिँ एज अ ब्रेस्ट फिडिङ मम कसरी ब्रेस्ट मिल्क प्रोडक्सन बुस्ट गर्न सकिन्छ र एज अ पर्सनल एक्सपिरियन्स पनि मैले चाहिँ लगभग 2.5 महिना भयो मेरो बेबीलाई चाहिँ एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गरिरहेको छु र मैले के खाएँ भनेर एज अ पर्सनल एक्सपिरियन्स सेयर गर्न जाँदैछु। फर्स्टमा चाहिँ एकदम नछुटाउने मैले अहिलेसम्म भनेको चाहिँ यो ज्वानो हो, जुन ज्वानोलाई चाहिँ क्यारम सीड्स अथवा अजवाइन सीड्स पनि भनिन्छ इङ्ग्लिसमा। र मलाई यो बेस्ट वे खाने तरिका थाहा थिएन, जुन चाहिँ म पहिला चाहिँ दानालाई नै सुप बनाएर अथवा दाना नै खाने गर्थेँ। तर यसको बेस्ट वे यहाँको आमाहरूले पनि भन्नुभएको र अहिले मेरो मम्मीले पनि त्यसरी नै बनाइराख्नु भएको छ, जुन त्यसलाई चाहिँ धुलो बनाएर चाहिँ सुप बनाउँदा पनि धुलो हाल्ने अथवा अर्को तरिकाले पनि खान सकिन्छ, जुन चाहिँ यहाँ मैले अरू भिडियो पनि देखेको थिएँ। ल्याक्टेसन टीमा चाहिँ सिङ्गै दाना हाल्ने गर्नुभएको देखेको थिएँ, तर अरूहरूलाई थाहा पनि होला होइन, यो पाउडर फर्ममा खाँदा चाहिँ मोर इफेक्टिभ हुने रहेछ। जुन चाहिँ मनतातो पानी लिने आधा चम्चा अथवा 1 चम्चा चाहिँ पाउडर यो धुलो हालेर चाहिँ खान सकिन्छ। यदि ज्वानोको सुप बिहान खानुभएको छ भने बेलुका यसरी तातो पानीमा मिसाएर खाँदा पनि हुन्छ। म चाहिँ त्यही गर्छु, बिहान खाएको ज्वानोको सुप खाएको छु भने बेलुका तातो पानी मिसाएर खान्छु, बिहान बेलुका सुप खाँदैछु भने बिहान यसरी खान्छु होइन। र यसमा चाहिँ यो ज्वानोमा चाहिँ क्यारामिनिटी प्रपर्टिज भएको कारणले गर्दाखेरि चाहिँ ब्रेस्ट मिल्क प्रोडक्सनमा चाहिँ एकदमै हेल्प गर्ने रहेछ। र यो चाहिँ मैले अहिलेसम्म नटुटाइकन यो 2.5 महिना अलमोस्ट 3 मन्थ हुन लाग्यो होइन, नटुटाइकन खाएको छु, जसले चाहिँ मेरो ब्रेस्ट मिल्क प्रोडक्सनमा चाहिँ एकदमै हेल्प गरेको छ। र यो चाहिँ भयो कसरी मनतातो पानीमा खाने, र अर्को भिडियो चाहिँ मैले चाहिँ कसरी सुप बनाएर खान्छु भनेर चाहिँ म अर्को भिडियो बनाउँछु। थ्याङ्क यू फर वाचिङ।